हेलो गाइस, गुड मर्निङ एभ्रिवान। अब अहिले चाहिँ भर्खर भिडियो स्टार्ट गरेँ है। यत्रो दिन भिडियो बनाएको थिइनँ, अब चाहिँ भिडियो बनाउँछु है। आजसम्म चाहिँ सिलगढी जाँदै गरेको तपाईँलाई पनि देखाउँछु है, के कसो हुन्छ बाटोतिर पनि होइन, एकदमै देखाउँछु। आजको वेदर चाहिँ एकदमै दामी भइरहेको छ, घामहरू पनि मजाले लागिरहेको छ हो। बिहान पनि अब दार्जिलिङबाट कञ्चनजङ्घा देख्दाखेरि खुसी हुन्छ क्या। बिहानै हेर्नुहोस् न, यस्तो देख्छ बिहान बिहानै कञ्चनजङ्घाको भ्यू हो। एकदमै खुसी हुन्छ मनै, बिहान बिहानै सूर्य भगवानलाई ढोग्दा हो। एकदिन राम्रै जाओस् है, तपाईँलाई पनि देखाउँछु। तपाईँहरू पनि हेर्दै गर्नुहोस् होला। मन पऱ्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु है। यहीँ आजको दिन चाहिँ यस्तो भयो यहाँ पुगेर हो। बात छ आज। गाइस, म चाहिँ अहिले चाहिँ घर आइपुगिसकेँ है। आजको दिन चाहिँ एकदमै नराम्रो बित्यो हो। बिहान बिहानै गाडी पनि ठोक्यो, भाडा पनि थियो, भाडा पनि क्यान्सल गरेँ। अहिले चाहिँ गाडी साडी बनाएर आएर चाहिँ यहाँ बसिरहेको छु घाम ताप्दै। दार्जिलिङको चाहिँ घामै मिठो है। चलो गाइस, म मेरो भ्लग चाहिँ यहाँ एन्ड गर्छु। ओके, टाटा।